हेलो एभ्रिवान, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ? म चाहिँ एकदम सन्चै छु। आज चाहिँ आलु खान लाग्यो। मम्मी अघि नै बाहिर झरेर अलिकति आलु खनिसक्नु भएछ। म चाहिँ बल्ल जाँदै हुँ। सबैजनाले भिडियो हेरेर साथ दिनु होला ल साथीहरू, सबैजनाले। म चाहिँ बल्ल बारीमा झरेछु। हेर्नु त यत्रो आलु खनिसक्नु छ। यो चिसो जति यत्रो खन्न चाहिँ आलु त्यत्रो भइछ। यति खन्न कति आउने होला हाम्रो आलु। अल्छिनी भएर म सुतिरहेको थिएँ, उठेर बल्ल आएको। मैले पनि सबै आलु काटेर भ्याउने होला नि। Hi. साथीहरू, आलु खनेर पनि भ्याइयो। आलु खनेर सक्यौँ। आलु चाहिँ मस्तै आयो। 10-12 किलो लगाएको अरे आमाले जम्मा। मस्तै आयो आलु चाहिँ। उ त्यो बोरामा त्यति, अनि यहाँ बाटामा एक बाटा आयो। यो बाटामा एक बाटा आयो। अनि जम्मा 12 किलो जति रोप्नु भएको रे। रोप्न त एक कट्टा पठाएको आलु पठाइदिनु त, तर उ गर्नु भइसक्यो। अरूहरूले रोप्नु भएछ यता पलतिर कुखामा, अनि यतापट्टि अरूले रोप्नु भएछ। थोरै छ रोपेको, त्यही पनि फलेछ। घर खर्चलाई पुग्छ, घरलाई डन्नै छ। यति भएपछि अब चाहिँ म घर हिँडेँ आलु बोकेर। बोरामा चाहिँ मम्मी ल्याउँछु भन्नुभएको छ। म चाहिँ बाटाको एक बाटा बोकेर हिँडेँ घर गएर खाना बनाउनु पर्यो। अब चाहिँ साथीहरू खाना बनाउनु पर्यो। मम्मीले चाहिँ आलु बिन्नुहुन्छ होला, साग टिप्नु जानुभएको छ त्यहाँ। अनि म चाहिँ खाना बनाउनु पर्छ। कपडा धुन छ एक बाल्टी, कहिले धुने हो मैले। ओके बाई साथीहरू, अहिले पछि भेटौँला ल। ओके साथीहरू, सबैजनाले मेरो भिडियो हेरेर साथ सपोर्ट दिनु होला। राम्रो नराम्रो फर्केर दिनु होला, किनकि भर्खर अब त धेरै भाषा भिडियो बनाउनु लाग्यो भने अहिलेसित लगभग 4वटा भिडियो हुन्छ होला। त्यति भिडियो बनाउन राम्रोसँग आउँदैन। राम्रो नराम्रो सबैजनाले हेरेर माया गरिदिनु होला, अनि मिठो मिठो कमेन्ट गर्नु होला। अनि केही गलत भएको ठाउँमा चाहिँ केही कुराहरू कमेन्टमा लेखिदिनु होला। ओके बाई बाई साथीहरू, बाई। यस्तो हात पुरै रातै भएछ। बाई बाई साथीहरू, लभ यु।